नसुख्याबुल्लोट सिद्धले नमस्कार। अनि मेरो सर्वप्रथम त अब मैले भन्नै पर्दा विशेष त मलाई यो युट्युब च्यानल, यो फेसबुक केमा मलाई यो गरिरहनु चाहना इच्छा पनि आउँदैन पनि जाग्दैन पनि, गर्नु स्वभाव पनि होइन पनि। तर मेरो अब भाइ बहिनीहरूले अनि दाजुहरूले आफन्तहरूले अब धेरैले नै अब छोटो छोटो तपाईँले पनि यस्तो गर्नु न, हामीलाई सजिलो हुन्छ सधैँभरि रिक्वेस्ट गरेकोले गर्दाखेरि चाहिँ म अब सानो एउटा मैले बुद्धि ज्ञान मार्ग भनेर एउटा युट्युब च्यानल खोल्नु गयो। मेरो फेसबुक पेजमा पनि मेरो एउटा भाइले फेसबुक पेज भन्ने पनि खोलिदिएको थियो। त्यसमा चाहिँ म जस्तो मैले यहाँनिर वाट्सएपमा मैले जति नै मेरो आफन्तहरू मसित सम्पर्क रहनुभएको मेरो भक्तजनहरूलाई म प्रायः जस्तो म बिहान 2-3 कोटेसन पठाइदिन्छु। कतिपय दलाइ लामाले बताउनु भएको कुरा नै म यता ट्रान्सलेट गरेर पनि पठाउने गर्छु र कतिपय बुद्धिसिद्धको बारेमा नै म प्रायः जस्तो लेख्ने गर्छु, पठाउने गर्छु नि त। त्यही विषयमा मैले अहिले बोधिचित्त मार्ग बोधि मार्ग भनेर एउटा युट्युब च्यानल खोलेको छु। अनि बोधि ज्ञान मार्ग भन्दा चाहिँ केमा बुझिन्छ भन्दा चाहिँ जति नै अब हामी मनुष्य जीवनमा चाहिँ अब मोक्ष चाहिँ कसरी हुन्छ भन्ने विषयमा हो। यो त अब मैले भन्नु त पर्दैन थियो। आफूलाई चिन्नुपर्छ। वास्तवमा आफूलाई चिन्नुलाई चाहिँ पढेर सिकेर हामीले ज्ञान त लिनु सक्छ, तर त्यसमा अभ्यासमा लिनु सक्दैन है। त्यसले गर्दाखेरि पढ्नु भाषा सिक्नु भन्ने कुरो जरुरी होइन जस्तो लाग्छ मलाई चाहिँ। अब त्यो पढ्नु पनि पर्छ, नपढेर पनि हुँदैन अहिलेको जमानमा है। पढेर बुझेर अभ्यासमा ल्याउनु चाहिँ सजिलो हुन्छ। एकैचोटि अभ्यासमा ल्याउँछु भन्दा पनि त्यो हाँसोको पत्र नै हुन्छ। त्यसले गर्दा चाहिँ अनि आफूले पनि कति कुरा याद गर्नु पर्यो होइन। अनि त्यो पढेर बुझेर त्यसलाई चाहिँ अनि ठिक ढङ्गमा ल्याउनु पर्यो। त्यसको लागि चाहिँ हामीले पढ्नुलाई एकदम जरुरी पनि छ, सिक्नुलाई। तर सिकेर पढेर मात्रै पनि त्यो ठिक ठाउँमा आउँछ भन्नु चाहिँ एउटा एकदम गाह्रो हो। त्यो पढ्नु सिक्नु भन्ने कुरो चाहिँ हामीले वास्तवमा छिटो सकिन्छन् हामीले है। त्यसलाई त्यति गाह्रो छैन। तपाईँलाई इन्ट्रेस्ट छ भने तपाईँ 60-70 वर्षकै पुगेस् न, 20-30-40-50 को त कुरा छोडौँ, 60 वर्षै नागेस् न, तपाईँलाई इच्छा छ भने तपाईँले भाषा पनि सिकिन्छन्, त्यो लेटर पनि सिकिन्छन् है, त्यो बोल्नुलाई सबै सिकिन्छ। तर त्यो ठिक टुङ्गोमा ल्याउनुलाई चाहिँ तपाईँलाई धेरै नै गाह्रो हुन्छ। किनभने तपाईँलाई पहिला नै अर्को नजरको भइसकेको थियो नि त है। त्यसले गर्दा धेरै गाह्रो हुन्छ। त्यसले गर्दाखेरि चाहिँ म रिक्वेस्ट गर्छु, म सधैँ प्रायः जस्तो मलाई विरोध गर्ने प्रायः मेरो साथीभाइहरू भनौँ कतिपय मान्छेहरूले म सधैँ भन्ने पनि गर्छन्, यसको खरसाङ गयो खरसाङमै बाउआमा छ, कहाँ गयो कहीँ बाउआमा छ, यसको जहाँ गयो त्यहीँ बाउआमा छ, नेपालमा गयो नेपालमै बाउआमा छ, इन्डिया आयो इन्डियामै, भुटान गयो भुटानमै, यो जाने ठाउँ 3टा छ 3टामै यसको बाउआमा छ भन्ने कुराहरू पनि कतिपयले मलाई डाइरेक्ट पनि भनेको छ। कतिपय मान्छेले घुमाएर भन्दा 1 कान 2 कान गरेर पुगेको पनि छ है। अनि कति मान्छेले फेरि मलाई यो ढाँट्दै हुन्छ भन्ने कुरा पनि सुनेको छ है। त्यो चाहिँ होइन कि तपाईँले अब हामी चाहिँ म चाहिँ अब बुद्धि ज्ञान मार्ग किन चाहिँ खोलेको भन्दा चाहिँ बुद्धि ज्ञान मार्गमा चाहिँ के हुन्छ भने बुद्धिचित्तको मार्ग हो नि त होइन। बुद्धिचित्तको मार्ग भएपछि म एउटा बुद्धिस्टको पण्डित भयो। म बुद्धिस्टको पण्डित भएपछि हामी के गर्छौँ कि तपाईँको बिहान उठेकोदेखि नै तपाईँको सबै प्राणी चाहिँ आमा बाउ भन्दा पनि आमा नभएको प्राणी चाहिँ केही छैन भन्ने भावनामा गएर मात्रै बाउको शब्द आउँछ है। अनि त्यसले गर्दाखेरि चाहिँ म प्रायः जस्तो साइनो गाँच्दाखेरि प्रायः जस्तो आप्पा आमा नै भनेर बोल्ने मेरो सानोदेखि नै आदत रहेको छ है। त्यसले गर्दाखेरि यो रिसाउनु पर्ने कुरा त केही पनि थिएन जस्तो लाग्छ। कतिपय मान्छेहरूले त्यसरी रिसाएको पनि म भेटिन्छु है। तर मलाई त्यस्तो केहीमा दुःख छैन।
बुद्धि ज्ञानको मार्ग चाहिँ त्यो हो। बुद्धि चाहिँ कसरी पाउँछ त, अब बुद्ध हुनुको लागि चाहिँ कसरी जाने त भन्ने विषयमा हो। त्यसले गर्दा म सानसानो सानसानो गर्दै बढाउँदै अगाडि लाने यतिमै राख्छु। अनि भोलि पर्सि फेरि दिनको एउटा एउटा पठाउने प्रयासमै छु। तपाईँहरूलाई म बुद्धिचित्तको विषयमा लगायत बुद्ध ज्ञान पाउनु कर्मफल र हेतु, कर्मफल हेतु, अनि अनित्य, अनि मानिस चौला के हो, बुद्धि 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 र बुद्धिमा धेरै फरक हुन्छ है फेरि है। त्यो विषयमा बुद्धिचित्त र बुद्ध स्वभावमा पनि धेरै फरक हुन्छ। त्यो विषयमा म तपाईँहरूलाई केही बताउन जाने प्रयासमै छु। जारी राखेर मैले यो युट्युब च्यानल खोल्नु गएको छ है। अनि त्यसले गर्दा आजलाई यति नै। तपाईँहरूले सुनिदिएर मन पर्यो भने लाइक सेयर गरिदिनु होला भन्नु। धन्यवाद।